हेलो नमस्ते सबैजनालाई। नमस्ते। चाउचाउ बनिरहेको छ, चारजनालाई मिक्स हुने क्रममा छ। हेलो गाइज, वेलकम ब्याक टु अनदर भिडियो। फर्स्ट 100 भिडियो च्यालेन्ज आज चाहिँ डे 11 रहेको छ। देख्न सक्नुहुन्छ यहाँ रमेश भाइ छन् पछाडि। रमेश भाइले चाहिँ यहाँ के गर्न लागिरहेका छन् भन्दाखेरि यहाँ च्यालेन्ज हुँदैछ हाम्रो चाहिँ। च्यालेन्ज भिडियोमा चाहिँ तपाईँको यहाँ रमेश भाइले यहाँ चाउचाउ बनाएर चाउचाउमा के हाल्दैछौ भाइ? स्पाइसी मसला हाल्दैछन्। हामी चाहिँ च्यालेन्ज गर्न गइरहेका छौँ। यहाँ सेटअप भइरहेको छ, पछाडि ग्रिन स्क्रिन देख्न सक्नुहुन्छ। यहाँ चाहिँ क्यामेरा छ है, लाइटिङहरू पनि छ। लाइटिङ पनि बालेर म देखाइदिन्छु तपाईँहरूलाई। कहाँ गयो लाइट? देख्न सक्नुहुन्छ एउटा लाइट बलिसकेको छ र अर्को लाइट पनि बल्नेवाला नै छ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ पछाडि ग्रिन स्क्रिन छ, पछि चाहिँ ग्रिन स्क्रिन हटाइन्छ। यो भिडियो चाहिँ रोकाया ब्रोदर्स युट्युब च्यानलमा आउँछ, तपाईँहरू गएर त्यो हेर्न सक्नुहुन्छ है। त्यो भए हुनाले म चाहिँ एक पानी खान्छु। यतापट्टि देख्न सक्नुहुन्छ रमेश भाइले चाहिँ खुर्सानी हाल्न लाग्छ, खुर्सानी भन्दा चाहिँ मसला हाल्न लागेका छन्। यहाँ पछाडि मोबाइल चलाइराख्नु भएको छ एकजना मान्छेले। एकजना मान्छे कति पिरो छ रमेश भाइ? एकदम अहिले खाएर थाहा हुन्छ। ऊ चाहिँ रमेश भाइ, रमेश रोकाया है। त्यो भए हुनाले मेरो भ्लगमा चाहिँ नयाँ छन्। उहाँ पछाडि पनि हाम्रो हुनुहुन्छ एकजना चन्द्रबहादुर रोकाया। सबै रोकाया छौँ हामी। त्यो भए हुनाले नाम लिनु परेको हो है। यहाँ चाहिँ रमेश भाइले चाहिँ यहाँ एकदमसँग मसला हालिरहेका छन्। गाइज खाउँ जस्तो लागिसक्यो है मलाई चाहिँ। म चाहिँ यत्तिकै सुती खाइदिउँ कि जस्तो लागिरहेको छ। सुती ब्लग गराउने मान्छे म पहिलो होला है गाइज। कुनै के अरे गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउनु पर्छ मेरो। लेखाउनु पर्छ किन रमेश भाइ? सुती ब्लग बनाउने भिडियो मै होला गाइज, हेर्नुहोस् है। सुती भिडियो बनाउने नम्बर 1 मा म पढ्छु। गिनिज अफ वर्ल्ड रेकर्डको बुकमा नाम मेरो लेख्नुपर्छ भन्ने मलाई लागिरहेको छ। त्यो भए हुनाले यहाँ चाउचाउ बनिरहेको छ। म खाइदिउँ कि क्या गाइज लगिरहेको छ। त्यो भए हुनाले मेरो नाम चाहिँ दर्जा होस् है। सुती भ्लग बनाएको हुनाले मेरो नाम चाहिँ दर्जा होस्। त्यो भए हुनाले अब चाहिँ रेडी हुँदैछौँ गाइज। हेर्दै गर्नु होला, एकछिनपछि फेरि भेट्नेछु म। देख्न सक्नुहुन्छ चारजनालाई यहाँ चाउचाउ बनिरहेको छ। चारजनालाई मिक्स हुने क्रममा छ। एकदमै पिरो छ। मेरो लागि खुर्सानी खै त रमेश भाइ? खुर्सानी चाहिन्छ है मलाई चाहिँ। त्यहाँ रेडी भइसक्यो। कागती पनि छ। हार्नेलाई पनिसमेन्ट हो है गाइज फेरि त्यो चाहिँ। हार्नेलाई पनिसमेन्ट कागती हो, तर त्यहाँ कागती खाएर पनि के नगर्ने त गर्न पाइँदैन है फेरि। बुझ्नुभयो? हेलो नमस्ते सबैजनालाई। नमस्ते। यहाँ सबैजना आइसकेका छौँ हामी। देख्न सक्नुहुन्छ यहाँ दादा हुनुहुन्छ, यहाँ अर्को हुनुहुन्छ, म पनि छु। अनि दादा चाहिँ नयाँ आउनु भएको छ उतापट्टि। दादा चाहिँ घरबाट आउनु हो। नयाँ होइन नि गाइस सबै थाल चाहिँ मैले धुनु परेको छ है यहाँ चाहिँ। अब त्यो भए हुनाले आजलाई यति नै गाइस। बाँकी अर्को च्यालेन्ज भिडियोमा भन्नाले म फर्स्ट 100 भिडियो च्यालेन्जमा छु। अहिले चाहिँ डे 11 हो। यदि मेरो यात्रामा जोडिन चाहनुहुन्छ भने तपाईँले पनि यो च्यानललाई सब्सक्राइब गरेर जोडिन सक्नुहुन्छ भन्दै आजलाई यति नै। ओके बाई बाई। म चाहिँ थाल धुन गएँ है म चाहिँ। ओके बाई बाई। थाल धुनु पर्ने सँग अब कान्छो परियो होइन। बाई बाई, सी यू सुन।